नमस्ते साथीहरूलाई मेरो युट्युब च्यानल एग्रो लाइभमा स्वागत छ। आज तपाईहरुलाई चाहिँ मैले यो टमाटरको खेती सम्बन्धी केही सानो जानकारी गराउन चाहन्छु। टमाटरको खेती गर्दा जहिले पनि हामीहरूले चाहिँ यो किला गाड्नुपर्छ। किला गाडिसकेपछि धागो बाँध्नुपर्छ। धागो बाँधेर दुईटा हाँगा माथि लानुपर्छ। यसरी गाड्ने फर्स्टमा चाहिँ किला यसरी ठोक्ने। यसरी किला ठोकिसकेपछि यो किलामा चाहिँ तपाईको धागो दुईटा धागो चाहिँ यो सिक्का बनाउने तल किलामा बाँध्नको लागि यसरी सिक्का बनाएर त्यसपछि तल किलामा फसाउने। यसरी किलामा फसाइसकेपछि त्यसपछि यो टमाटरको बिरुवालाई यसरी बेरेपछि अब यो माथिबाट दुईटा हाँगा मात्रै राख्ने, एउटा दुईटा। यो हाँगा दुईटा धागोबाट माथि जान्छ। यसरी बान्ने, एउटा हाँगा यसरी जान्छ, अर्को हाँगा यसरी जान्छ। एउटा टमाटरमा दुईटा हाँगा भन्दा बेसी राखिँदैन। जति आउँछ हाँगा त्यसलाई फाल्ने हो। यसरी राख्ने। त्यसपछि गएर यो तलको पातहरू यसरी फाल्दिने। यो यति तलको फाल्दिने। जति हाँगा आउँछ दुईटा हाँगाभन्दा बढी नराख्ने। यसरी चाहिँ साथीहरु खेती गर्न सकिन्छ। यो थाकोको रूपमा दुईटा धागो युज गरिएको छ। यही दुईटा धागोमा दुईटा हाँगा माथिसम्म पुग्छ। यसरी नै फल्छ। यो सिर्जना जातको टमाटर हो। यसरी खेती गर्नु छ। यो मेरो फर्ममा चाहिँ गरिएको खेती हो। साथीहरुलाई कस्तो लाग्छ? मैले जानेको कुरा तपाईहरुलाई केही शेयर गर्न चाहेको आज। टमाटरलाई किला ठोक्ने, धागोबाट दुईटा हाँगा लिएर माथि लाने, यसरी टमाटरको खेती गर्न सकिन्छ। त्यही पनि सानो जानकारी, मैले जानेको जानकारी चाहिँ तपाईहरुलाई जानकारी गराउन खोजेको हो। साथीहरुलाई कस्तो लाग्छ? यदि मेरो कृषि मन पर्छ भने तपाईहरुलाई मेरो युट्युब च्यानलमा एग्रो लाइभ छ, त्यसमा सब्स्क्राइब गर्नु होला। मैले जानेको कुराहरू तपाईहरुलाई सिकाउँदै जानेछु पछि पनि। ल साथीहरु, नमस्ते। ल अहिले यति नै। अरू पनि जानकारी गराउने छु मैले चाहिँ अरू खेतीहरूको बारेमा। टमाटर, सागको खेती कसरी गर्ने, काँक्रोको खेती कसरी गर्ने, त्यसपछि गएर यो कुरिलोको खेती कसरी गर्ने, यो सम्बन्धी अर्को भिडियो लिएर आउनेछु मैले जानकारी गराएर। त्यसको लागि तपाईहरुले चाहिँ सब्स्क्राइब गरिदिनु होला मेरो च्यानललाई। यो कृषि सम्बन्धी सानो जानकारी मैले लिएर आउनेछु तपाईहरुलाई। ल अहिलेलाई चाहिँ बिदा भए। नमस्ते ल साथीहरु।